Hi guys, welcome back to another video. सबैजनालाई स्वागत छ मेरो YouTube च्यानलमा। अनि आज चाहिँ एकदम पानी परिरहेछ यार, यो रोकिन्छ कि भनेर भनेको रोकिँदै रोकिएन। त्यो रेनकोट पनि छैन मसँग। इनफ्याक्ट मसँग रेनकोट नभएको धेरै भइसक्यो। अब त्यो रेनकोट किन्नु पर्ला जस्तो छ। मलाई रेनकोट लाउनु जति झ्याउ चाहिँ फेरि केही पनि लाग्दैन। सो आज चाहिँ धेरै समय पछाडि म आएको छु। किन आएको छु भन्दाखेरि चाहिँ आज मैले यसो अडियो चेक गर्नको लागि आएको। हुनु त मैले अडियो डिभाइसहरू यो गोप्रोको लागि एडेप्टर अथवा के भन्छ मिडिया मोडहरू केही किनेको छैन। सो यसो जुगाड गरेर चलाइरहेको छु। सो यो जुगाड चाहिँ कस्तो दिमागमा नआएको क्या, अहिले मात्रै दिमागमा आयो। अनि साथै बाइ द वे गाइज, तपाईँहरू सबैजनालाई यो नयाँ वर्षको धेरै धेरै शुभकामना। सम्पूर्ण मेरो सब्सक्राइबर्सहरू जो जति हुनुहुन्छ तपाईँहरू सबैजनालाई र जो जतिले यो भिडियो हेर्दै हुनुहुन्छ तपाईँहरू सबैजनालाई चाहिँ यो नयाँ वर्षको धेरै धेरै शुभकामना छ। यो वर्ष तपाईँहरूको एकदमै आशिषमय वर्ष रहोस्। तपाईँहरूले मेहनत गर्नुभएको हरेक थोकहरूमा तपाईँहरूलाई आशिष मिलोस्। तपाईँहरूको प्रयासहरूमा आशिष मिलोस्। तपाईँहरूको प्लानिङ्सहरूमा सम्पूर्ण कुराहरूमा फ्यामिलीमा सुस्वास्थ्य अनि तपाईँहरूको जीवनमा पनि सुस्वास्थ्य, सबैको जीवनमा हँसियाली खुसियाली। अनि जस्तोसुकै च्यालेन्जेस आए तापनि त्यो च्यालेन्जेसहरूलाई चाहिँ फेस गर्नु सक्ने, त्यसलाई सामना गर्नु सक्ने स्ट्रेन्थ चाहिँ तपाईँहरूले पाउनु भएको होस् भन्दै म भन्दै थिएँ कि म चाहिँ अडियो चेक गर्नुको लागि चाहिँ यो भिडियो बनाएको हो खासमा। सो यो जुगाडवाला हो। हुनु त यो पहिला पनि आइरहेको थियो मेरो दिमागमा चाहिँ, तर त्यतिखेर मसँग भनौँ न गोप्रोहरू केही पनि थिएन। सो जब गोप्रोहरू आयो तब चाहिँ दिमागमा यस्तो कुराहरू चाहिँ आउँदैन। त्यही त हो गाइस। सो आज बिहान त्यो जुगाड आइरहेको थियो। अनि बिहान मैले एउटा भिडियो बनाएको थिएँ, लाइक अडियो चेक नै गरिरहेको थिएँ। तर त्यसमा चाहिँ अडियो एकदमै क्लिप भइरहेको थियो र सुनिने लागेको त थियो, तर अलिकति आफैलाई राम्रो लागेन। त्यही भएर त्यसलाई मैले डिलिट गरेँ। अनि फेरि यो नयाँ ब्लग बनाइरहेको छु। त्यस्तै हो गाइस, अहिले पानी परिरहेको छ। काठमाडौँको मौसम जाडो छ, एकदमै जाडो। अनि यहाँको मलाई राम्रो लाग्ने यहाँको कुरा नै त्यही हो क्या। सो पानी पऱ्यो भने फेरि जाडो भइहाल्छ। अनि मलाई चाहिँ फेरि जाडो एकदमै मनपर्छ नि त। ज्याकेटहरू लाउन नट टु एक्सट्रिम जाडो पनि होइन मलाई, ठिक्कको जाडो एकदमै मनपर्छ। अनि बाइ द वे मेरो भ्यू तपाईँहरूले कस्तो देखिराख्नु भएको छ त्यो पनि मलाई केही थाहा छैन, किनभने पानी परिरहेछ। मेबी लेन्सहरूमा पानीको ड्रपलेट्सहरू लाग्यो होला। छिटो जाडो हेत्तेरिका भोक पनि लागिरहेछ। अब फेरि अहिले सासुआमालाई लिएर भाटबटिनी पनि निस्किनु पर्ने छ गाइस। कस्तो गियर अड्केको क्या। अनि अरे के भएर गियर अड्केछ त, यसले पनि सौदा खोज्या हो कि क्या हो। ल गाइस, त्यस्तै हो। म चाहिँ अहिले घर जाँदैछु। सो यो मेरो अडियो क्वालिटी तपाईँहरूलाई कस्तो लाग्यो सो कमेन्टमा पनि लेखिदिनु होला। सो यो राम्रो, मेरो अडियो राम्रो छ भने चाहिँ म तपाईँहरूलाई यो जुगाड तरिकाले अडियो कसरी गर्ने भन्ने तरिका म तपाईँहरूलाई पनि म सेयर गर्नेछु, मेरो जुगाड। ल गाइस, सी यू अन द नेक्स्ट ब्लग। सबैजना स्वस्थ रहनु होला अनि इन्जोय यर लाइफ, राइड सेफ गाइस। सो सी यू अन नेक्स्ट ब्लग, बाई बाई।